वेलकम छ मेरो न्यू ब्लगमा। म चाहिँ आज गोर्खाको सङ्ग्रहालयमा आएको छु। तपाईहरुलाई म अगाडि अगाडि भिडियो पनि सबै देखाउन चाहन्छु। जहाँ यो चाहिँ हो सङ्ग्रहालयको भित्र छिर्ने ठाउँमा चाहिँ म लगभग आएको छु। यहाँ चाहिँ वेशभूषाहरुको कपडाहरु पनि यहाँ लगाएर फोटो खिच्न पाइँदो रहेछ यहाँ। अनि यो चाहिँ तोपहरु छन्। यहाँ चाहिँ यो चाहिँ मेन ठाउँ हो, भित्र छिर्ने ठाउँ। यो चाहिँ भित्र छिर्ने ठाउँ हो। म भित्र छिर्दैछु। यहाँ सङ्ग्रहालयका भित्र अब के छन् म तपाईलाई थोरै हजुर, यहाँ चाहिँ टिकट काउन्टर रहेछ यतापट्टि। यो चाहिँ गोर्खा दरबारको नमुना क्षेत्रहरुको यो चाहिँ रहेछ। यहाँ चाहिँ यो सङ्ग्रहालयको भित्रपट्टिको अब यहाँ चाहिँ म छिर्दैछु। प्रवेशद्वार अलि उतापट्टि रहेछ। म चाहिँ यहाँ चाहिँ फोटोहरु यस्तो छ। यहाँ चाहिँ रमाइलो। यो चाहिँ लगभग म्युजियम जस्तो छ है यहाँ सङ्ग्रहालयमा। अब भित्र पनि पुराना ओहरु पनि छन्। यहाँ चाहिँ तपाईहरुलाई म चाहिँ यहाँ देखाउन गइरहेको छु। भित्र पनि गएर यहाँ चाहिँ पुरानो डिजाइनको यो चाहिँ ताउलोहरु छन्। यो चाहिँ तोप, पहिलाको पुरानो तोप हो यो चाहिँ। यहाँबाट चाहिँ तोप हान्ने कुरा गरिन्थ्यो भने यो चाहिँ इन्ट्री गर्ने ठाउँ रहेछ भित्रपट्टि। अब यहाँबाट माथि जाने ठाउँ, तपाईको माथि जाने ठाउँ पनि यहाँ छ। हेर्नुस् सङ्ग्रहालयको भित्रबाट। यहाँ चाहिँ पहिलाको जमानामा चाहिँ यहाँ चाहिँ आमाको छोराहरु सानो बच्चाहरुलाई आमा र बच्चाहरु चाहिँ बस्ने ठाउँ रहेछ यहाँ चाहिँ छेउमा। यो चाहिँ अब म यता फर्केर जान्छु। भिडियो बनाउन जान्छ। यो चाहिँ पुराना जमानाहरुको सामानहरु हो। यो चाहिँ राजाको पालामा युज हुने सामानहरु चाहिँ यतापट्टि पनि छ। यो रानीलाई लिएर हिँड्ने रहेछ। यो तामदानी भन्ने रहेछ यो चाहिँ, यसको नाम। यो चाहिँ घले जातिको पोसाक हो। यो चाहिँ नेवारी पोसाक। यो चाहिँ क्षेत्रीको पोसाक रहेछ। यो चाहिँ तामाङहरुको पोसाक। यो चाहिँ गुरुङ जातिको पोसाक यतापट्टिको। यो चाहिँ मगरहरुको पोसाक। यो चाहिँ बराम जातिको पोसाक। यो चाहिँ चेपाङको पोसाक। यो चाहिँ यो गोर्खा शाहको वंशहरुको यहाँ माथिपट्टि लेखिएको छ। वंशको यतापट्टि चाहिँ छ। यो चाहिँ राजा पूर्ण शाह। यो चाहिँ यो पूर्ण शाहको राज्य चाहिँ यत्रो रहेछ। राज्य चाहिँ तपाईको यो चाहिँ राजा छत्रसालमा बनेको यो अभिलेख। यो चाहिँ अभिलेख यतापट्टिको।
यतापट्टि छत्रछायाको यो घर यो राजा डम्बर शाह। यहाँ चाहिँ यताबाट हुनुहुन्छ राजा राम शाह, यतापट्टि चाहिँ राजा राम शाह हुनुहुन्छ। यता चाहिँ राजा कृष्ण शाह, राजा रुद्र शाह, यो चाहिँ राजा वीरभद्र शाह। पृथ्वीपति शाहको शालिग रहेछ स्तम्भ, यो यतापट्टि थियो। पृथ्वीपति शाह चाहिँ राजा उहाँ हुनुहुन्छ। नरभूपाल शाह यता। म चाहिँ यहाँ बगैँचातिर जाँदैछु, तपाईँहरूलाई यहाँ बगैँचा पनि अलिकति देखाइदिन्छु। थोरै अगाडि छ, झर्दैछु बिस्तारै बिस्तारै। तर सङ्ग्रहालयमा चाहिँ आएर चाहिँ जस आफ्नो राजाहरूको चाहिँ हेर्न पाइयो, एकीकरण गरेका सबै राजाहरूको पालाको चाहिँ सबै चिजहरू पनि देख्न पाइयो। पुरै चाहिँ ठाउँमा चाहिँ भिडियो बनाउनु नमिल्दो रहेछ, अलिकति भिडियो बनाएँ मैले, त्यति नै हो। त्यो चाहिँ अगाडि देखाउँला। त्यहाँ क्यामेरा पनि निचेर गरिएको रहेछ। तपाईँको यो बगैँचा चाहिँ यहाँबाट तल गएर सबै रहेछ। यहाँ चाहिँ तलपट्टि यो तल जति पनि बजार देखिराख्नु भएको छ, यो चाहिँ गोर्खा बजार हो तलको चाहिँ। अब यहाँबाट चाहिँ अब बगैँचातिर प्रवेश गर्ने हो। बगैँचा चाहिँ तपाईँको अलिकति तलै बनाएको रहेछ। बच्चा बच्चीलाई खेल्ने ठाउँहरू पनि बनाएको छ। त्यहाँ चाहिँ राम्रै छ जस्तो चाहिँ लाग्छ मलाई। चाहिँ यसरी गइरहेको छु हेर, जाउँ हेर्दै जाउँ कस्तो रहेछ तलपट्टि। अलिअलि मौसम पनि पानी पर्ला जस्तो छ। बगैँचामा भर फुल त फुलेको रहन्छ, अब अलिअलि मजाले सजाएर चाहिँ राखेको रहेछ। यहाँ माथिदेखि लिएर यहाँ तलैसम्म रहेछ सबै। बच्चाहरूको लागि पनि खेल्नेहरू सबै पिङ जस्तो, रोटे पिङ जस्तो सबै खेल्नेहरू रहेछ। पट्टि चाहिँ पट्टि छेलाहरू पनि बनाएको छ बस्ने ठाउँहरू। हेर्दै जानु ठाउँहरू चाहिँ राम्रो लाग्यो मलाई।